नेपाल एकीकरणका वीर सेनापति कालु पाण्डेको सम्झनामा बनेको यो स्मारक इतिहास बोल्ने ठाउँ हो। आज मैले हजुरहरूलाई कालु पाण्डे स्मारक भएको ठाउँमा लग्दैछु। हेलो साथीहरू, नमस्ते। म उपस्थित भइसकेको छु नयाँ भिडियोको साथमा। कालु पाण्डे नेपाल एकीकरणको प्रमुख वीर सेनापति हुन्। उनी राजा पृथ्वीनारायण शाहको विश्वासिलो सेनापति मध्ये एक पर्छन्। कालु पाण्डे समाधि काठमाडौँ उपत्यकाको चन्द्रगिरी नगरपालिकाको डाँडामा अवस्थित छ अथवा कलङ्कीदेखि 9.5 किलोमिटरको दूरीमा पर्छ। कालु पाण्डेको लेख अभिलेखहरू मैले त हजुरहरूलाई देखाइरहेको छु। नेपाल एकीकरणको वीर सेनापति कालु पाण्डेको सम्झनामा बनेको यो स्मारक काठमाडौँमा इतिहास बोल्ने एउटा ठाउँ हो। यस ठाउँमा पुगेपछि मानिसहरूले कालु पाण्डेको देशप्रेमी र वीरताको सम्झना गर्दछन्। यस स्थान ऐतिहासिक र पर्यटनको दुवै दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। मैले हजुरहरूलाई कालु पाण्डेको समाधिको वरिपरिको दृश्यहरू देखाइरहेको छु। कालु पाण्डे सानैदेखि साहसी, युद्ध कला जान्ने र नेतृत्व क्षमता भएको व्यक्ति मानिन्थे। उनी पाण्डे थरका प्रभावशाली परिवारका सदस्य थिए। राजा पृथ्वीनारायण शाहले साना साना राज्यहरूलाई मिलाएर नेपाल बनाउने अभियानमा सुरु गर्दा कालु पाण्डे प्रमुख सेनापति भएका थिए। उनले धेरै युद्धहरूमा गोर्खाली सेनाहरूलाई नेतृत्व गरेका थिए। कालु पाण्डे नेपालका सबैभन्दा साहसी सेनापतिहरूमध्ये एक मानिन्थे। उनले देशको एकीकरणको लागि ठूलो योगदान दिएका छन्। मैले हजुरहरूलाई देखाइरहेको यो ठाउँ कालु पाण्डेको समाधि राखिएको स्थान हो। नेपाल एकीकरणको क्रममा गोर्खाली सेनाले काठमाडौँमाथि आक्रमण गर्दा कालु पाण्डेले युद्धमै वीरगति प्राप्त गरेका थिए। उनले वीरताको सम्झनामा सोही क्षेत्रमा स्मारक अथवा समाधि राखिएको छ। मैले हजुरहरूलाई देखाइरहेको यो ठाउँ टावर भ्यू हो। यहाँबाट काठमाडौँको दृश्यहरू देख्न सकिन्छ। यस ठाउँमा कालु पाण्डेको मूर्ति पनि राखिएको छ। मैले हजुरहरूलाई अब त्यतातर्फ लगिरहेको छु। कालु पाण्डे नेपालको प्रसिद्ध वीर सेनापति तथा एकीकरणको अभियानमा महत्त्वपूर्ण पात्र हुन्। उनी गोर्खाको राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति थिए। कालु पाण्डेको पूरा नाम वीर कालु पाण्डे थियो। उनी गोर्खामा जन्मेका थिए। यस स्थानमा पर्यटन, बाह्य अथवा आन्तरिक पर्यटनहरू आउनुहुन्छ। स्कुलका विद्यार्थी भाइ बहिनीहरू पनि प्रशस्त यहाँ आएर नेपालको इतिहासको बारेमा बुझ्नुहुन्छ। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्ते भन्दै म बिदा हुन्छु। हस्त।